नमस्कार है। मेरो नाम देवनारायण चौधरी। म यो स्कुलको म्यानेजिङ डाइरेक्टर। आज हाम्रो स्कुलको वार्षिक क्यालेन्डर अनुसारको एक्स्ट्रा एक्टिभिटी अन्तर्गत आज साइन्स एक्जिबिसन कार्यक्रम रहेको छ। यसमा हाम्रा कक्षा 1 देखि कक्षा 8 सम्मका विद्यार्थीहरूले तयार पारेका वस्तुहरू यहाँ हामी प्रस्तुत गरेका छन्। उनीहरूले आफैले बनाएर साइन्स अन्तर्गतका जति पनि भनौँ न पार्ट्सहरू त्यो चाहिँ यहाँ हाम्रो नानी बाबुहरूले तयार पारेर एक्जिबिसन गरेका छन्। यो चाहिँ एउटा हाम्रो वार्षिक क्यालेन्डर अन्तर्गतको एक्स्ट्रा एक्टिभिटी अन्तर्गतको कार्यक्रम हो। यसले के फाइदा हुन्छ विद्यार्थीहरूलाई? यसले फाइदा के हुन्छ कि किताबी ज्ञान मात्र नभएर एक्स्ट्रा इन्टर्नल है आफूले आफ्नो भनौँ न भित्र भएका ज्ञान चाहिँ उजागर गर्ने प्रदान गर्छ बच्चाहरूलाई। यसले माइन्डलाई हैन अझ है किताबी ज्ञान मात्र नभएर यसले अझै माइन्डलाई ब्रोड गर्छ। एकचोटि यो हेरौँ न के बनाएका रहेछन्। ओके सर आउनु। यो हाम्रो कक्षा 1 को विद्यार्थीहरूले बनाएको हो आफैले है। जस्तै कि ह्युमन सेन्स अर्गन्स बनाएको छ हाम्रो बाबुले। त्यस्तै यो हाउस बनाएको छ। त्यस्तै यो अर्थ बनाएको छ। यो कक्षा 2 को विद्यार्थीहरूले बनाएका बोन्स है बोन्स बनाउनु भएको छ। अर्को यो लङ्स र ब्रेन। अर्को यो फोटोसिन्थेसिस है। त्यस्तै यो आइज र इयर्स बनाउनु भएको छ। त्यस्तै यहाँ नानीले फ्लावर बनाउनु भएको छ। यता स्पाइनल कोड, नर्भस सिस्टममा के हो। त्यस्तै यता पार्ट्स अफ फ्लावर। यो हाम्रो कक्षा 4 का विद्यार्थी भाइ बहिनीहरूले बनाएको एबाउट फोटोसिन्थेसिस। यो सनी डे को बारेमा बनाउनु भएको छ। त्यस्तै यहाँ बायोग्यास है हाम्रो बाबुले बायोग्यास कसरी हुन्छ त्यो बायोग्यास बनाउनु भएछ। यता भोल्कानो भयो। त्यस्तै यो क्लास 5 को विद्यार्थीहरूले बनाएको भोल्कानो। यो हाइड्रो इलेक्ट्रिसिटी, यसबाट इलेक्ट्रिसिटी आउँछ। ओके। त्यस्तै यहाँ भोल्कानो छ। यो हाम्रो कक्षा 6 का विद्यार्थी भाइ बहिनीहरूले बनाएको यो हाइड्रो इलेक्ट्रिसिटी। बोलिरहेछ त्यहाँ भोल्कानो हो। त यो ल अफ फ्लोटेसन है भनेपछि यसको बारेमा भनिदियो अलि। यो कसरी पानीमा डुबेको छ यो किन भाइ किन? अंडा शुद्ध पानी में डूब छ किनभने शुद्ध पानी की डेंसिटी अंडा भन्दा कम छ। अनि शुद्ध पानी में नुन हाल्दा पानी को डेंसिटी अंडा भन्दा बढेर जान्छ। त्यसैको कारण अंडा पानी में फ्लोट हुन्छ। ओके गुड। त्यस्तै यो क्लास हटाउन यो क्लास 7 को भाइहरूले क्लास 7 हो। युरिनरी सिस्टमको बारेमा देखाइएको छ। यो भनेको हजुर हट। यहाँ हटको बारेमा पनि बनाएको छ हट। त्यस्तै यो तपाईको हजुर ओके मुन। र लास्ट हाम्रो क्लास 8 का भाइहरूले तयार पारेको हाइड्रो पावर जेनेरेसन सिस्टम। जेनेरेट हुन्छ त्यसो गरेर देखाऊ एकचोटि। जेनेरेट गरेर देखाऊ। ओके गुड।
जुन चाहिँ भन्छ बल बोलेको हो ओके ओके यो वाटर प्युरिफिकेसन प्रोसेस पानीलाई कसरी प्युरिफाई गर्ने है ओके भन्छ प्योर हुन्छ है ओके गुड गुड यो एक्टिभिटिजले विद्यार्थीहरूको मनोबल हुन्छ ज्ञानप्रतिको हो लगाव हुन्छ हो हजुर हजुर यसले यिनीहरूको इन्टर्नल जुन शक्ति छ नि इन्टर्नल ज्ञान भनौँ न त्यसलाई उजागर गर्छ त्यसलाई बाहिर प्रस्फुटन गर्छ हजुर थ्याङ्क यू